चाहिँ के हो तिम्रो टिकटक आइडी म पनि फलो गरिदिन्छु भने मस्त जोक मारा रे रोज हो के रोज हो होइन रोज त अब त्यही पनि यहाँ होइन काठमाडौँ पोखरा झापादेखि कटा विराटनगर जताबाट आए पनि यो सौरामा होइन यो लोकेसन तपाईँलाई थाहा होला होइन कसले देख्नु भएको छ होइन ठ्याक्कै यहाँ आउने भिडियो बनाउने होइन कतिजनालाई पोखरा अस्ति चाहिँ विश्वविद्यालयको स्टुडेन्ट ग्रुपहरू आएको थियो यहाँनिर भिडियो मैले बनाइदिएँ है तपाईँहरूले देख्नु भएको अनि मलाई फलो गर्नुपर्छ मैले फलो ब्याक गरेको पाएन मैले फेरि पछि आउँदाखेरि म यो फुल सबै यतिजना टिकटक बनाउँछन् यतिजना म माथिबाट हेरेर बसिरहेको हुन्छु होइन लगभग मैले 10-12 जना केटीहरूको चाहिँ आइडीमा आइसकेँ होइन ऐसा लगा मेरा मजाक यस्तो राम्रो फुल छ होइन यस्तो राम्रो फुल छ बाफ्रे गाइज होइन अस्ति भर्खरै पोखराबाट आएको एउटा स्टुडेन्ट ग्रुपहरू घुम्न आइराख्नु भएको थियो यहाँ पुरै लाइन थियो के होइन यो टिकटक बनाउनेहरूको लाइन थियो के म चाहिँ माथिबाट बसेर हेलो भने एन्ड वेलकम माई न्यू ब्लग होइन सिआरसी ब्लगमा चाहिँ स्वागत छ भने अनि त्यसपछि तल आउनु भने अनि तल आएँ होइन अनि त्यसपछि टिकटकमा अर्को चाहिँ मम्मीलाई भनिदिन्छु रे क्या होइन अस्ति पोखराबाट आउँदा अरे अनि त्यसपछि फलोहरू गऱ्यो होइन फलो ब्याक चाहिँ पाएन मैले होइन किनकि अब यो अनुहारलाई देखेर फलो ब्याक त गरे छैन होला पक्कै होइन भोलिको दिनमा हेर यो चाहिँ भाइरल फुल हो कि यो यस्तो दामी फुल छ होइन यहाँनिर आइसकेँ होइन तर मलाई चाहिँ फलो ब्याक चाहिँ देखाएन मैले सबै भिडियोमा लाइक गरिदिरहेको हुन्छु होइन तर कसैले फलो ब्याक देखाएन तर यस्तो दामी फुल छ क्या होइन यो अब के को यो रोज हो होइन तर रोज पनि तर अर्कै तरिकाको रोज छ क्या होइन गुलाबको फुल बेग्लै छ क्या यस्तो बाफ्ना भवाल आउँछ त्यसपछि के भन्छ भने झापाको केटीहरू आएको थियो होइन झापाको स्टुडेन्ट ग्रुपको केटीहरू त्यो चाहिँ केटीहरू मसँग पहिला बोल्यो होइन त्यसपछि लप्पर्ला जस्तो भएको थियो क्या भएको थियो क्या होइन यो फुलको कारणले गर्दाखेरि होइन त्यहाँको फुल टिपेर दिएँ होइन अनि त्यसपछि लप्पर त्यसपछि त म वाट्सएप नम्बर पनि मागेको थिएँ होइन अनि त्यसपछि त पछि त बोल्नै छोड्ने अनि एक दिन फेरि पछि म्यासेज गरेँ आफैले होइन अनि त्यसपछि मम्मीले फोन लगाएको थियो अरे ला झापाले रास्तै बाटो हुन्छ क्या यस्तै फटा हुन्छ तिमीलाई भेट्यो भने यो पोखराका केटीहरू काठमाडौँका केटीहरू झापाका केटीहरू सबभन्दा फटा चाहिँ झापाको केटीहरू हुन्छ है अस्ति मलाई यस्तो चेत्ताएर गएको छ यहाँ 1 घन्टा लगाएर चाहिँ मैले भिडियो बनाइदिएँ अनि त्यसपछि फेरि मैले आइडिया मागेँ अनि वाट्सएप नम्बर मागेँ लास्टमा मलाई यस्तो बुङ्गा हान्दैछन् नि होइन मलाई यहाँनिर टिकटक बनाएर होइन मलाई 1 घन्टासम्म उभ्याएर होइन अनि त्यसपछि टिकटक आइडी दिएर अनि म पनि मक्ख तिमीहरूको भिडियो बन्यो अनि त्यसपछि न फलो ब्याक छ न केही र तिमीलाई भोलि बिहान आउँछु घरमै अस्ति तिम्रो यो आँखामा यहाँ भएको अनि आँखा फुट्यो अब यहाँ यत्रो घाउ भयो धेरै बच्चाहरूमा सक्सक गर्नु हुँदैन कि हुन त म पनि बच्चामा सक्सक नै गर्थेँ तर मभन्दा धेरै सक्सक यिनी छन् होइन घरि फुटेको कुरा हिँडिरहन्छ घरि फुटेको कुरा चाहिँ कहिले ब्याकमा त कहिले साइकल निकालेर हिँडिरहन्छ हो कि भन त धेरै सक्सकै छन् यिनी होइन पछि गएर ठुलो भइसक्यो तिमी कस्तो सक्सक हुन्छ होला है तिम्रो त हुन्छ होला है 20-25 गर्लफ्रेन्ड हुन्छ होला है होइन गाइस भन त म यहाँ ब्लग बनाएर हिँडिरहेको छु होइन अनि के भन्छ अरे मेरो भिडियोलाई सिआरसी भ्लगलाई सब्सक्राइब गर्नु पऱ्यो भन न कहाँ गयो तिमी हेलो गाइस तिम्रो नाम के हो मनसुल तामाङ होइन कति क्लास पढ्छौ 3 क्लास पढ्छौ अनि गर्लफ्रेन्ड छ कि छैन यो भाइको चाहिँ गाइस हिजो चाहिँ